What's up, beautiful people? So welcome back to my channel again. New day, new vlog. So त्यही हो. So आजको मेन कन्टेन्ट भनेको चाहिँ हाम्रो साइक्लिङ हो. साइक्लिङ यहाँदेखि चौतारा जान्छु म. लगभग मैले रिसर्च नै गरेको छैन क्या, तर आज विदाउट रिसर्च टाइम नै पाएको छैन. यस, आई एम रेडी है साइक्लिङको लागि. मेरो आजको मेन जो चाहिँ कहाँ थियो भन्दाखेरि डेस्टिनेसन चाहिँ भेलटार थियो, तर भेलटार चाहिँ म हिजै पुगेर आइसकेँ क्या. त्यही भएर आज चाहिँ मैले स्लाइटली चेन्ज गरिदिएँ. So what's up guys? So अहिले चाहिँ हाम्रो बाइक यही हो है. So GoPro so हाम्रो अब जर्नी लगभग सुरु हुन्छ. So वेलकम ब्याक. So अन द वे है, अन द वे छौँ हामी बुद्ध चोक. लगभग पुग्न आँट्यौँ बुद्ध चोक. वे टु बुद्ध चोक है. जर्नी चाहिँ चतरा हो, 19 किलोमिटर. लगभग मैले राइड गरेको चाहिँ 5-10 मिनट हुन आँट्यो होला है. सो बुद्ध चोक पुग्न आँटेँ म. जर्नी भर्खर सुरु हुँदैछ. इन्ड होला जस्तो छ है, किनकि एस ओभर दुख्नु थाल्यो नि त. लास्टै दुख्ने रहेछ क्या, किनकि मेरो बानी छैन नि त. हो फेरि घन्टी पनि छैन. गाह्रो छ हौ यसमा त यार. एउटाबाट भ्लगिङ गर्नुपर्ने, एउटा हातबाट कन्ट्रोल पनि गर्नुपर्ने. त्यही माथि नो हर्न, गाह्रो छ. अनि लास्ट बिजोक चाहिँ के हो भन्दाखेरि एस दुखेर हैरान हो. नो बानी छैन नि त. सो त्यही हो गाइज, यसो ट्युन. सो अगाडि इन्ट्रेस्टिङ पार्ट म क्याप्चर गर्छु है. सो लेट्स गो. हाम्रो घोडा चाहिँ कुदैछ है. ओह्रालो छ नि त, तर कालो आइरहेछ होला. सर्दु केटा हो, सर्दु. अलिक घाम पछाडिबाट लागिरहेछ र कालो आइरहेछ क्या छ अगाडि. त्यही भएर मैले भिडियो अन गरेको छैन. त्यही हो. अरू भन्दा पनि अस्ति हामी 24 किलोमिटर रन कम सेम यही बाटोको हो क्या. सो यही रुट थियो. त्यही भएर मैले बाटोमा भिडियो गरिनँ क्या, किनकि अस्ति देखाएको बाटो सेम के देखाउनु भनेर. अरू भन्दा पनि हर्न पनि छैन, साइड लाइट पनि छैन है. बेला बेला चाहिँ ओभर गिद्दी हुन्छ क्या हाइवेमा चाहिँ. यताबाट गाडी उताबाट गाडी टेम्पो आइदिन्छ. अनि एउटा हातमा गोप्रो छ. सो हामी चाहिँ अहिले पटनाली खोला है, पटनाली पुल पुग्यौँ. सो अब पटनाली पुल हामी चाहिँ लगभग अब हाफ वे है, आधी बाटो हामीले डिस्टेन्स कभर गरिसक्यौँ है. वी रिच होइन, भिडियो गरेको राजा हो. त्यही हो. सो के भन्दै थिएँ भने यो चाहिँ मेरो फ्राइडे स्पेसल. फ्राइडे आज फ्राइडे हो. सो फ्राइडे स्पेसलमा चाहिँ मैले साइक्लिङ गरेको. नट अ बिग डिल है. के गरेको त्यस्तो मेरो कन्टेन्ट चाहिँ केही त्यस्तो थिएन क्या. अब कपालको सत्यनाश हुने भनेको ठाउँ चाहिँ यही हो क्या. गाडी आउँदैछ अगाडि, दुईवटा जाँदैछ, एउटा आउँदैछ जाँदैछ. कपालमा अब झाडु जस्तो हुन्छ कपाल पनि, पुरै धुलो टाँसिन्छ.
गाह्रो छ छ्या त्यही माथि नो मार्क्स आँखामा चस्मा पनि छैन हो स्टिल गोइङ सहीको भाइले क्या अङ्कल भनिदिइरहेको क्या मलाई र गयो भने चाहिँ नडा पुगिन्छ हामी चाहिँ राइट टर्न गो सो अब चाहिँ हामी चतरा छिर्यौँ है लगभग होइन छिरिसक्यौँ नि अब चतरा पुल माथि छ अब चाहिँ अपिल टाइपकै छ क्या माथि छ त्यो केही छैन हामी जान्छौँ बिस्तारै नै जस सोलो भए पनि रमाइलो मजा आइरहेछ है एक्लै सोलो राइड हान्न हो अब चाहिँ मुस्किल पनि थाल्यो क्या हामी चाहिँ अब लगभग माथितिर हिँड्यौँ नि त अब माथि कुरो त गाह्रै हुन्छ त्यही हो क्या होगा मेरा दिस इज ऑल अबाउट है फ्राइडे गुड फ्राइडे सो गुड फ्राइडेको दिन मैले ठिक्क सोचिरहेको थिएँ क्या अनि जस आइ पनि हाल्यो सो त्यही हो कम्प्लिट हुन्छ चाँडै भन्ने आशा गर्दछु है सो अब लगभग हाम्रो अब धेरै छैन कम्प्लिट भइ नै हाल्छ है गुड फ्राइडे सो त्यही हो गाइस स्टे ट्युन बाटोमा बोल्नु पाएको छैन है सो होल डे हो क्या आज लगभग म एक दिनै साइक्लिङ हान्छु होला कि धेरै पछि साइकल कुदाएको र गुड फ्राइडे पनि यति छिटो जानु भएन नि त है सो अहिलेसम्म गुड डे छ सो अरू भन्दा पनि भोक लाग्दैछ है मलाई सो त्यही हो घरबाट चाहिँ 2टा स्लाइस ब्रेड खाएर हिँडेको नि त अनि फेरि त्यस्तो ब्रेडहरू खानु मन लाग्दैन क्या मलाई त्यही हो यही हो बडा क्षेत्र मन्दिर चाहिँ यताबाट जान्छ सो पुल याप सो वी रिच यही हो बडा क्षेत्र पुल बडा क्षेत्र भन्दै चतरा ब्रिज यही हो बडा क्षेत्र त माथि छ मन्दिर सो इन्डसम्म जाउँ पुलको अनि त्यहाँदेखि फर्किनु पर्छ त्यति नै भन्नु चाहन्छु सो राइट नाउ अहिले चाहिँ म चतरा पुलमा छु होइन सो 19 किलोमिटर कम्प्लिटेड सो यो बगिरहेको पानी छ नि सो यसकै म यस्तरी छेउछेउ जान्छ है चाइना बान बोरा बान भन्छ है त्यो ठाउँलाई चाहिँ सो कतिलाई थाहा होला कतिलाई थाहा छैन सो त्यसकै छेउछेउ जान्छु म चौघटी निस्किन्छु है यहाँबाट चौघटी त्यो थाहा छैन मलाई कति किलोमिटर छ सो त्यही हो जाउँ चौघटी पुगौँ म तपाईँलाई देखाइहाल्छु हिजो राम्रो छ क्या यो छेउछेउ चाइना बान चाहिँ दामी छ सो अब लगभग म यहाँबाट पनि टाटा बाबाई भन्नु चाहन्छु यो पुलबाट सो एक्लै छु फोटो खिच्नु गाह्रो हुन्छ है सो त्यही हो सो लगभग हाम्रो 19 किलोमिटर रन कम्प्लिटेड अहिले चाहिँ स्टिल चतरा पुलमा सो यु क्यान सी साइकल सो त्यही हो सो लेट्स गो सो गाइज चतरा बजार चाहिँ यही हो है बस स्ट्यान्ड बसहरू पनि सबै यहीँ लाग्छ सो त्यही हो चतरा सायद लगभग फुल्ली नभए पनि फ्यु केही चाहिँ क्याप्चर गर्नु सक्यो जस्तो लाग्छ मलाई है क्यालोरिज खतरा बर्न हुँदैछ कार्डियो खतरा भइरहेछ मेरो है अनि त्यही माथि केही खाएकै छैन क्या अनि सायद 9:30 भइसक्यो होला त्यही त दुईटा स्लाइस ब्रेडको भरमा आइरहेको छु सो अब चाहिँ म मेरो घर पुगेपछि सायद केही बनाएर खान्छु म किनकि बाहिरको चिज हिजो ओभर हेभी खाइएको छ क्या त्यही भएर अब एक हप्ता चाहिँ नो बाहिरको चिज है बाहिरको चिज म खाँदिनँ कुनै बेला चिट डे सम टाइम है
मन लागेको बेला चाहिँ खाने हो, नभए नि हिजो चाहिँ ओभर नै भयो क्या। त्यही भएर चाहिँ आज चाहिँ खतरा कार्डियो प्लस विदाउट इटिङ नै जान्छ जस्तो छ। सो के हुन्छ स्टे ट्युन है। सो यहाँ चाहिँ बाँस, यो चाहिँ माथि पहाडबाट आउँछ है, तमरतिरबाट बाँसहरू। यहाँ चाहिँ बाँस चाहिँ यहीँबाट सप्लाई हुन्छ घरतिर है। बाँस सप्लाई हुने भनेको चाहिँ यहीँबाट हो, कोसीको बाँस। अगाडि त जेसिबीले बाटो खन्दैछ, सिधै तपाईँहरूलाई कोसी बगरे देखाउँदै लानु पऱ्यो भनेको छैन जस्तो छ अनफर्चुनेटली। सो सरी। कोसी चाहिँ यही हो है। जाउँ अगाडि। बाजे भैँ चलाउनु हुँदैछ है, बाजेलाई सोधौँ बाटो छ कि छैन भनेर। बाजेलाई सोध्छु म। बाटो चाहिँ यस्तो छ। बाजे यहाँ अगाडि बाटो छैन हो? हजुर कताबाट? ए हुन्छ, हस् हस्। त तपाईँहरूलाई भनिसकेको थिएँ मैले जेसिबी। हजुर के भन्नुभयो? उहाँ अगाडिको? हजुर हस् हुन्छ। हजुर घर मेरो राजाबास हो, तर अहिले धरानबाट आएको। हजुर पहाड तेह्रथुम। हस् 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 हस्। सिधै रोडमा भेट्यौँ है। हा कोसी अनि इट्स मी सिम्मल घारी है। सिम्मल घारी सिसौ सिम्मल हु अब चाहिँ केही हदसम्म गले जस्तो फिल हुँदैछ है। हो पानी स्टिल रहेछ है, र कता चाहिँ पानी छैन। बन्जर बलुवा बलामा छ क्या, सेतो बलुवा। सो गाइज है, हामी चाहिँ अब चौघटी पुग्ने आँटीमै। थाहा छैन मलाई है चतरादेखि चाहिँ कति किलोमिटर छ यहाँ चौघटी। सो अहिले म गएर म्यापमा हेर्छु है। धरानदेखि चाहिँ अस्ति हामीले 24 किलोमिटर भने ट्याक्राक्कै छ है। सो चौघटी मात्रै त पुगिँदैन, चौघटीदेखि थोरै अगाडि जान्छु, मेरो घरै जान्छु है। त्यही हो अब चौघटी। रमाइलो पनि भइरहेछ है, कस्तो एक्लोपन पनि फिल भइरहेछ। तर अघि जुन जोसमा आएको थिएँ स्टिल त्यही जोसमै छु है। सो मजा आइरहेछ क्या जोस। एक्लै सर र होइन, पाइडलको टायरको आवाज कानमा परेर सर र दामी मजा आइरहेछ क्या।
सर है हामी त चकहट्टी नि कटिसक्यौँ अब वे टु माई होम चाहिँ घर जाने मम्मीहरूलाई भेट्ने एकछिन रेस्ट गर्ने अनि घर फर्किने फेरि धरान फर्किन्छु म है मम्मीलाई मैले भनेकै छुइनँ है सरी सो केही छैन गएर भेट्नुपर्छ मम्मीलाई है सो आफ्टर 5 किलोमिटर है चौघाटीदेखि मेरो घर चाहिँ 5 किलोमिटर टाढा छ सो कम्प्लिटेड चौघाटीदेखि 5 किलोमिटर कम्प्लिट भयो है सो लगभग म घर आइपुगेँ सो सिधै घरमा भेटौँ है सो स्टे ट्युन हजुर हजुर